आज चाहिँ हामी बच्चाको टिएमएस एकाउन्ट ब्रोकर आइडी बनाउन लागिरहेछौँ। मैले चाहिँ यो धरानको टिएमएस 49बाट चाहिँ बनाउने गरिरहेको छु। तपाईँहरूले पनि गुगलमा गएर टिएमएस 49 गरेर यस्तै गरेर चाहिँ ओपन गरेर बनाउन सक्नुहुन्छ। अब हामीहरू अगाडि बढ्दैछौँ। यहाँतिर न्यू रजिस्ट्रेसन अनलाइन ट्रेनिङ एकाउन्ट पेन्डिङ छ, यहाँ जाने। त्यस पछाडि यस्तो आउँछ। यहाँनिर हाम्रो भनेको अब क्लाइन्ट टाइप यहाँ जाने हो। यसमा अब नर्मली अब हाम्रो इन्डिभिजुअल हुन्छ, इन्डिभिजुअल होइन। त्यसपछि अब यहाँ फोन नम्बर राख्नुपर्ने हुन्छ। फोन नम्बर बच्चाको फोन नम्बर नभएको खण्डमा तपाईँ हामीले आफ्नो अभिभावकको नम्बर राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ म मेरो आफ्नै नम्बर राखिदिन्छु। सेलेक्ट मेम्बर ब्रान्च भनेको छ। अब कहाँको, म चाहिँ धरानको राख्छु होइन। तपाईँहरूले पनि आफ्नो एरियाको राख्न सक्नुहुन्छ। त्यस्तै गरेर अब यहाँनिर इमेलहरू बनाएर राख्नुभएको छ भने बच्चाको राख्ने, नत्र आफ्नै अभिभावकको राखिदिनुहुन्छ। मैले चाहिँ बच्चाको अलरेडी बनाएर राखेको छु, त्यही भएर बच्चाको इमेल यसरी राखेर हामीहरू अगाडि बढ्छौँ। अनि तल नेक्स्ट गर्ने, नेक्स्ट गरेर यस्तो आउँछ। यहाँनिर हाम्रो बच्चाको नाम लेख्ने, बच्चाको नाम तलतिर गएर हाम्रो बच्चाको मिडल नेम हुँदैन होइन, लास्ट नेम यसरी लेख्ने होइन। त्यसपछि जेन्डर भइहाल्यो होइन। डेट अफ बर्थमा चाहिँ अब यहाँनिर लेखेको छ नि माथि महिना ज्येष्ठ 2083 यहाँ जाने। यसमा दुईचोटि क्लिक गरेपछि यस्तो आउँछ। अब यहाँनिर 2076देखि 2083सम्मको आउँछ भने पछाडि अनि यहाँनिर बिचमा हाम्रो कति छ, हाम्रोको चाहिँ 2081 7/12 छ, 2081मा गर्ने। अनि 7 भनेको कार्तिक भइहाल्यो होइन। त्यसपछि मई 12मा यहाँनिर गर्ने अनि अटोमेटिक एडीमा नै आइहाल्छ होइन। त्यसपछि फादर्स नेम त्यहाँबाट आएर मदर्स नेम, अनि त्यसपछि आएर ग्रान्ड फादर्स नेम, फादर यसमा चाहिँ एज आएर नो गर्ने, एज माइनर यसलाई यस गरिदिने। त्यहाँबाट हाम्रो नेपाल भयो। अनि बर्थ सर्टिफिकेट नम्बर भनेको छ। बर्थ सर्टिफिकेट नम्बर भनेको दर्ता नम्बर हुन्छ होइन, बच्चाको जन्म दर्ता नम्बर हुन्छ नि त्यही। बर्थ सर्टिफिकेट नम्बर, त्यस पछाडि बर्थ सर्टिफिकेट इस्यु प्लेस भनेको छ। यो हाम्रो भोजपुर भइहाल्यो। अनि बर्थ सर्टिफिकेट इस्यु डेट भनेको छ। इस्यु डेट भनेको चाहिँ जन्म दर्ताको के भन्छ अब दर्ता मिति यसरी गर्नु भयो। अनि त्यसपछि गार्जियन नाम आफ्नै भइहाल्यो।
गार्जियनको रिलेसनसिप फादर भइहाल्यो। गार्जियनको टेलिफोन नम्बर 57 टेलिफोन नम्बर भइहाल्यो। भइहाल्यो। मोबाइल नम्बर पर्दैन। गार्जियनको इमेल पनि लाउनुपर्छ यहाँनिर। त्यस पछाडि फाइनान्सियल डिटेलहरू यो अप टु 5 लाख लेख्दा भइहाल्यो। यति भए पछाडि नेक्स्ट गरौँ। त्यहाँबाट प्रदेश नम्बर प्रोभिन्स 1 भइहाल्यो। डिस्ट्रिक्ट भोजपुर भइहाल्यो। यसरी म्युनिसिपालिटी सरानन्द, वार्ड नम्बर 8, टोल 7 यसलाई सिमलाई दिँदा भइहाल्छ। ब्याङ्क एकाउन्ट यहाँनिर एकाउन्ट हाल्नुपर्ने हुन्छ। यहाँनिर अब कामना सेवा विकास बैंक हो। ब्रान्च लाउने। सेलेक्ट टाइप सेभिङ भइहाल्यो। अनि एकाउन्ट नम्बर 080 119 0087 एकाउन्ट नम्बर लगाएर त्यसपछि नेक्स्ट गर्नु। भ्यू आइडी 130 182 3 54 54 93 बिलाइडी हालेर नेक्स्ट गर्नु। यसमा कुनैमा अब खासै छैन, नगर्दा भइहाल्छ। अब यहाँनिर फोटो अपलोड गर्ने बेलामा चाहिँ नागरिकताको अगाडि साइड यसमा चाहिँ अब हामीहरू अभिभावककै माग्यो। पछाडिको ब्याक साइडको नागरिकताको पछाडिको पनि म्याच गर्यो। गार्जियन फोटो इन केस अफ माइनर ओन्ली। यसमा चाहिँ गार्जियनको फोटो सेयरको डिटेल अपलोड फोटो भइसकेको छ। सिग्नेचर पनि हाम्रै। सिग्नेचर आफ्नै नेसनल आइडी मेरो बर्थ सर्टिफिकेट इन केस अफ माइनर ओन्ली। यो यसै यहाँनिर फोटो अपलोडमा मात्रै नानीको बाँकी सबै हाम्रो अभिभावकको लगाएर चाहिँ जम्मा कति हो? 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 9 जम्मा 9वटा फोटो लागेको छ। अब हेरौँ सक्सेस हुन्छ कि हुँदैन। यहाँबाट नेक्स्ट गर्ने। यति गरे पछाडि सबमिट गर्ने।
एग्री गर्ने, त्यसपछि प्रोसिड गर्ने, सबमिट गर्ने। ल सक्सेस भएछ। अब केही दिनमा यसको इमेल आउँछ। ल फाइनली इमेल पनि आइसकेको छ। यो 26बाट सुरु भएको अङ्क चाहिँ यो चाहिँ युजर आइडी भयो। पासवर्ड चाहिँ हामी तलको यो हरियो भएको लिङ्कबाट गएर पासवर्ड क्रिएट गर्ने हो हैन। त्यसपछि यस्तो आउँछ अनि यहाँनिर हामीले पासवर्ड क्रिएट गर्न सकिन्छ। यसरी हामीले पासवर्ड क्रिएट गर्ने हो। ओके, पासवर्ड क्रिएट भइसकेको छ। यसै गरेर हामीहरू आइडी ओपन गरेर यहाँबाट हामीले आइडी ओपन गरेर चाहिँ हाम्रो कारोबारहरू गर्न सकिन्छ। फाइनली अब मेरो छोरीको ब्रोकर पनि बनियो।